हेलो नमस्ते सबैजनालाई। आज म एउटा नयाँ भिडियो बनाउँदैछु है। सबैजनाले हेरिदिएर के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। हामी भेनासाला टक्क लगाएर मेट्रो चढिरहेछौँ। मेट्रोमा आजको यात्रा हाम्रो मेट्रोको सफर छ। मेट्रोबाट टक्क लगाएर हामी योभन्दा नेक्स्ट स्टेसनमा झर्ने तयारी पनि छ हैन। हक्क घुमफिर गरेर आज आइयो त घुम्यो। ल ठ्याक्क हाम्रो स्टेसन आयो। अब हामी यहाँ उत्रिने हो। टक्क रोकिरहेछ, बत्ती बोलिरहेछ। मान्छेहरू पनि आफ्नो आफ्नो सिटमा छन्। हामी झर्ने ठाउँमा त्यति मान्छेहरू नझर्दो रहेछ, 2-4 जना मात्र झर्दो रहेछ। अब हामी यहाँ झर्नलाई रेडी हुन थालिसक्यो। टक्क लागेर हामी झऱ्यो। अब झरेर हामी अब आउट हुन थाल्यौँ अर्को स्टेसन। योभन्दा अर्को चेन्जिङ हो अहिले। यो भनेर चेन्ज गर्नलाई हामी जाँदैछौँ। राइटमा पनि मेट्रो छ, लेफ्टमा पनि मेट्रो छ। हामी यसमा नचढ्ने, अब हामी यसमा चढिसक्यो। अब हामी यसबाट माथि गए पछाडि माथि गएर अब हामी टक्क यो सबै रेस गर्ने ठाउँहरू वेटिङ जस्तो हो क्या। रेस सेन्टर वेटिङ गर्ने ठाउँ टक्क लगाएर अब माथि गइन्छ। माथि गएपछि टक्क लगाएर हामी अर्को मेट्रो चढिन्छ। यहाँ बसेर मान्छेहरू गफ गर्दैछ। यो चाहिँ कुन ठाउँ जाने भनेर यहाँ लेखेको छ। सालालाई दिलोको साला एकदम हतार ज्याकेट फालेर दौड्दै हुनुहुन्छ टक्क लगाएर। अनि यो चाहिँ लिफ्ट हो है। लिफ्टमा माथि पनि जान सकिन्छ लकेस हुनेले। तर हामी चाहिँ हिँडेरै जाँदैछौँ टक्क माथि उक्लिने। ल यो ठ्याक्क लिफ्टबाट माथि गइयो। अनि टक्क लिफ्टबाट माथि गएपछि अब मान्छेको माहौल हुन्छ। यहाँ भिड हुन्छ, भिडभाड अति रमाइलो हुन्छ। यहाँ जमिन पनि यस्तो रमाइलो छ है यहाँ त। ल यो ठाउँमा आइयो। अब यहाँ हामी कार तुट्ट गराएर गयो। कुन ठाउँ जाने भने त्यो ठाउँ त्यो लोकेसन हेरियो। अब यता जाने हो यहाँबाट। अब यहाँ तल झर्ने फेरि हो। हामी चढ्ने मेट्रोमा है। मान्छेको भिडभाड देखेर म बेहोस भएँ। हेर्नु न मान्छे कति छ। राम राम राम। म बेहोस छु। सबै मान्छे मेट्रोमा यस्तो चलिरहेछ क्या मान्छेहरू है। अहिले यो माहौलहरू यस्तै हो क्या यहाँको मेट्रो माहौल। टक्क लाग्यो। अब हामी कुन मेट्रो आउँछ भनेर हाम्रो मेट्रोको टाइमहरू हेर्दै